हेलो गाइस वेलकम टु माई मिनी भ्लग। म एकदमै सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। र आजको भ्लग हो फिसको। अनि त्यसपछि म एकदमै वेट गरिरहेको थिएँ, मान्छेहरूको पनि भिड हल्का नर्मल्ली भइरहेको थियो र त्यसमा अलिकति रमाइलो गर्दै थिएँ र मासु किनेर पनि म आइसकेँ। अनि त्यसपछि घरतिर लागेँ लुखुर 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 गरेर। अनि त्यसपछि पानी पनि एकदमै सिमसिम सिमसिम पर्दै थियो र अनि त्यसपछि म अलिकति स्पिड बढाएर अलिक छिटो गराएर, किनकि मैले चाँडो गर्नुपर्ने थियो, किनभने बहिनीको पनि साथी आउँछु भनेको थियो। त्यो भएको कारणले गरेर चाहिँ म तरकारी किनेर एकदम रेडी बनाउनको लागि एक्साइटिङै थिएँ। एकदम मलाई कुक्सी बच्चादेखि नै मनपर्छ गाइस, सो त्यही भएर चाहिँ म एकदमै खुसीको साथमा आउँदै थिएँ पुरा। अनि त्यसपछि आउँदा 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 आउँदै पानी पनि हल्का रोक्यो र म घरभित्र छिरेँ। र कुन ठाउँमा हजुरहरूले भन्नु होला, म ठ्याक्कै त्यस छिरेको ठाउँ पनि है। अनि त्यसपछि म अनि रुमतिर आएँ र अनि ढोका पनि ओपन गरेँ। अनि ढोका पनि ओपन गरेपछि अनि बल्ल अनि त्यसपछि किचन रुममा छिरेर मासुलाई साइडमा राखेँ। अनि मासुलाई साइडमा राखेपछि एकछिन अनि भेजिटेरियनको लागि म यताउता हेरेँ। अनि त्यसपछि भेजिटेरियनमा प्याज अनि त्यसपछि टमाटर अनि त्यसपछि धनियाँ सबै वान बाई वान कट गरेँ। र अनि टोटल्ली त्यो सबै सकेपछि चाहिँ एकछिन हल्का बोरिङ जस्तो फिल भएको थियो र म अलिकति अनि गीत सुनेर बसेँ एकैछिन हेडफोनमा। अनि त्यसपछि हल्काले रिल्याक्स जस्तो फिल भएपछि फेरि पनि म काम गर्न लागेँ। अनि त्यसपछि मेरो दिमागमा चाहिँ के चलिरहेको थियो भने होइन, के अरे के चाहिँ अब खानेकुरा चाहिँ अलिकति खाएर चाहिँ म अलिकति बडीलाई चाहिँ इनर्जेटिक बनाऊँ भनेर सोचिरहेको थिएँ र आइडिया पनि आयो मलाई। अनि फाइनल्ली अनि त्यसपछि म कप नुडल्सको लागि लागेँ र पानी पनि तताएँ र कप नुडल्स गरेर रेडी नै भयो। सो अनि गाई जसको हेरेर लुक चाहिँ एकदमै यम्मी लागिरहेको थियो। झन् यसको त्यो हुन्छ नि सुप त झन् ओ माई गड, म त्यहीँ हराएको थिएँ पुरै भने। अनि जस्ट वाउ थियो होइन, यो नो स्पाइसी, जस्ट अन्ली हुन्छ नि जस्ट ठिक्कको नर्मल्ली मात्रै थियो गाई छैन। त्यो कप नुडल्स एकदमै मजा आयो। अनि त्यसपछि बुनुले चाहिँ अनि जोर्डानबाट ल्याएको रहेछ र म एकदमै इन्जोय गरेर हेडफोनमा गीत सुन्दै एकदम खाँदै थिएँ मजाले। अनि त्यसपछि त ग्वाम खाएँ। अनि त्यसपछि बहिनीलाई पनि थ्याङ्क यू सो मच भनेर बहिनी पनि मक्ख परेर बस्यो। अनि त्यसपछि मैले अलि त्यसको टेस्टमा हल्का रमाउन थालेँ। अनि गाइस अनि फेरि त्यसको सुप लिएँ लास्टमा, ओ माई गड, त्यसपछि त मेरो त मनै पुरै आनन्द। थ्याङ्क्स फर